जय शम्भु, जय माता रानी, हर हर महादेव। आज चाहिँ एकजना बहिनीले अस्ति मेरो लागि यो सामान लिएर आउनु भएको थियो। यो चुरा अनि यस्तै अझै छ है यो चुराहरू अनि यो सामानहरू ल्याइदिनु भएको थियो। तर मैनगर बजार कुन ठाउँ त्यो ठ्याक्क थाहा छैन मलाई। उहाँले चाहिँ पोलिथिनमा नाम छ भन्दै हुनुहुन्थ्यो, त्यो पोलिथिनै खै कहाँ हरायो। हजुरले यो भिडियो हेर्दै हुनुहुन्छ भनेपछि कमेन्ट गर्नु, म अर्को भिडियो पनि बनाउँछु। अनि उहाँले चाहिँ यो सामान लिएर आउनु भएको थियो। यो सामान पुगाउन आउनु भएको थियो उनले चाहिँ। यो डोरी पनि यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद। हजुरको व्यापार फलोस्, अझै राम्रो होस्, माता रानीको कृपा होस्। यो चप्पल यस्तो राम्रो छ नि, यो चप्पल माता रानीको कृपा होस्, सोचे आँटेको काम सम्पन्न होस्, चारैबाट खुला गरिदिउन् माता रानीले चाहिँ। सबैको मनोकामना पूर्ण होस्, माता रानीको कृपा होस्। यो व्यापार अझै फलिदिउन्, सबैको मनोकामना यसरी नै पूरा हुँदै जाओस्, माता रानीको कृपा होस्। यही बिन्ती छ, यही प्रार्थना छ। कोही पनि दुखी र कष्ट कसैलाई नहोस्, दुखी नहुन् कोही पनि। यही बिन्ती छ मेरो। देश परदेश भएका दाजुभाइ दिदीबहिनीको सधैँ रक्षा गरिदिउन् माता रानीले, यही बिन्ती छ। जय शम्भु, जय माता रानी, हर हर महादेव।